हामी एमसीसी खारेज गर्छौँ, खारेज गरेर देखाउँछौँ। केही अर्ब पैसा लिएको होला, फिर्ता गर्नुपर्छ है। एमसीसी पछाडि एसपीपी अनि एसपीपी पछाडि सैनिक ब्यारेकहरू। आज तपाईँको दुबईमा इरानले किन मिसाइल हान्दैछ, बिहारमा किन तपाईँको इरानले मिसाइल हान्दैछ, यी कुराहरू हामीले बुझेका छौँ। खालि हामीले चाहिँ तपाईँको यहीको मसिनो मसिनो कुराहरू मात्रै बुझेर हुँदैन है। हो, स्थानीय तहको राजनीति पनि बुझ्न जरुरी छ, प्रदेश तहको राजनीति बुझ्न जरुरी छ, राष्ट्रिय तहको राजनीति बुझ्न जरुरी छ, अन्तर्राष्ट्रिय तहको राजनीति पनि बुझ्न जरुरी छ। म एमसीसीको विरुद्धमा किन यत्रो धेरै बोल्छु भन्दाखेरि भोलिको दिनमा एसपीपी गरिसकेपछि यहाँ पनि सैनिक अखडा आउँछ। सैनिक अखडा आइसकेपछि अस्ति जेनजीकै आन्दोलनमा पनि देखियो टिओबी होइन, तिब्बतलाई सेपरेट गर्ने भन्ने कुराहरू। अनि यहाँ टेकेर चीनलाई यदि आक्रमण हुन्छ भने चीनले चाहिँ हान्दैन त। यहाँ एउटा मुस्लिम कन्ट्रीले एउटा अर्को मुस्लिम कन्ट्रीलाई त हानिराखेको छ। किन हानिराखेको छ भन्दा त्यहाँभित्र चाहिँ छ नि त तिनीहरूको बेस भन्ने चाहिँ, अनि त्यही मात्रै खस्छ त बम। त्यस्तो खालको तपाईँको मैले के भने अघि भन्दाखेरि भगवान् बुद्धको भूमि हो यो। हामी यत्रो सानो छौँ, हामी त्यो थेक्न सक्दैनौँ। यहाँ मिसाइलको कुरा, फाइटरको कुरा, आगजनी भएको कुरा थेक्न सक्छौँ है। 50 तले बिल्डिङ, 100 तले बिल्डिङ 1 सेकेन्डमा ध्वस्त भएको देखिएको छैन। हाम्रो त्यत्रो ठुलो छ। हामी बङ्कर खन्न थाल्नुपर्ने हो अब नेपालीले। त्यसतर्फ मुलुकलाई लानु हुँदैन, म त्यो भन्न चाहन्छु। हामी साना छौँ, ठुल्ठुला हात्ती जत्रा तपाईँको राष्ट्रहरूको बिचमा हामी साना एउटा चाहिँ खराया जत्रो, कमिला जत्रो छौँ। तर कमिला भए पनि हाम्रो ज्यान त हामीलाई प्यारो छ कि छैन? हाम्रो भूगोल हामीलाई प्यारो छ कि छैन? हाम्रो देश हामीलाई प्यारो छ कि छैन? त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई रणभूमि बनाउनु हुँदैन भन्ने तर्क हो मेरो। तर यो विषयमा कोही पनि अरू बोल्दैन। पुराना दलहरूले जबरजस्ती गरेर तपाईँको पास गरे होइन। अब अहिले नयाँ आएको छ होइन, त्यो नयाँलाई दिएर तपाईँको गराइराखेको छ। तपाईँहरूलाई थाहा छँदैछ होइन के भन्ने, सबै कुरा थाहा छँदैछ। तर हर्क साम्बाङ र हर्क साम्बाङको श्रम संस्कृति सधैँभरि यो चन्द्र सूर्य झन्डाको संरक्षणको लागि उभिन्छ, तपाईँ हाम्रो एकताको लागि उभिन्छ। मैले भन्ने गरेको छु, पृथ्वी रहन्जेलसम्म हाम्रो देश रहनै पर्छ है। देशसँग एकदम धेरै शत्रुवत सम्बन्ध राख्छौँ भन्ने होइन, मिल्ने हो है, मिल्ने हो। तर हाम्रो घर कब्जा गर्ने गरी कोहीसँग मिल्ने होइन है। हामी सानो झुपडीमा बस्छौँ हो, अरूको तपाईँको गगनचुम्बी महलहरूमा बस्छन्, तर हाम्रो सानो झुपडी नै भए पनि हामीले सिँगारेर हामी त्यही झुपडीमा रमाएर नेपाली भएर बाँच्न पाऊँ, यो चिज छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीलाई विदेशीले किन यत्रो हेप्यो भन्दाखेरि ऋण लिएको छौँ। तपाईँ हामी यसो विचार गरौँ त, यो घरको मान्छेले त्यो घरको मान्छेसँग ऋण लियो भने त्यो जसले ऋण दिएको हो त्यसले ऋण लिएको मान्छेलाई हेपेकै गर्छ क्या। ऋणै फिर्ता गर्दैन यसले होइन। ऋण आयो तना, यसको के छ इज्जत भन्छ, जतिखेर पनि बेजेत गर्छ होइन। बिहेमा जाउँ, बिहेबारीमा यसो चाहिँ निम्तोमा जाँदा पनि बेजेतै गरिरहेको हुन्छ होइन। त्यहाँ छिमेकमा पनि बेजेतै, किनभने ऋण मात्रै लियो नि त उसको। यो देशलाई विदेशी ऋणबाट मुक्त गर्नुपर्छ भन्छौँ हामी है। हामीले तपाईँको विदेशतिर हामीले सबै विकास गरिन्छ, हामीले गर्न सक्दैनौँ। तर यही देशको तपाईँको चाहिँ नि होइन सम्पदाहरूलाई चाहिँ बन्धक गरेर राखेको रहेछ। यहाँ आउँदाखेरि यहाँ परतिर धाउ खानी भन्नुको मतलब फलामको खानी छ अरे। त्यो फलामको खानी किन उत्खनन नगरेका भन्दाखेरि कानुन बनाई यो देशको केही पनि प्रयोग गर्न नपाउने है। कानुन बनाई यो देशको माटो पनि छुनु नपाउने, ढुङ्गा पनि छुनु नपाउने, खानी पनि छुनु नपाउने, केही पनि गर्न नपाउने है। यस्तो बनाएर यो देशलाई आर्थिक रूपमा कमजोर बनाएको कसले हो?